हेलो सबैजनालाई हैन स्वागत छ हाम्रो फेरि आज एउटा सानो मिनी ब्लगमा। अन्त आज हामीसँग हाम्रो मोनेम छ अन्त हाम्रो यहाँनिर साजिद हैन। आज चाहिँ हामी यहाँनिर मल बोक्ने खेतालो अरे हो। यो टक्क यहाँबाट लगेर चाहिँ यहाँ परबाट पल्टन अरे यता दुई घरबाट टक्क लाने रहेछ हो आधी आधी गर्दै। त्यहाँ टक्क अब भोलि सकेर भेटौँ ल गाइस हैन। अब चाहिँ हामीले भोलि पनि सक्यो 10 वटा भयो हो। अब लास्ट एकजनाले फेरि ल्याउँदैछ अब चाहिँ पल्टाउने हो। हेर्न सक्नुहुन्छ हामीले चाहिँ यति हालिसक्यो हो। बोराहरू पनि गतिलो छ हाम्रो यहाँ ल्याउँदैछ हो। अन्त ओह्रालो पल्टाउने जग्गा चाहिँ फेरि हाम्रो यहाँदेखिको ओह्रालो हो। ओह्रालो गयो चाहिँ तल त्यहाँ सिधै 1300 यता जाने हो। अहिले चाहिँ मल सबै झाडिसक्यो हो। हामीले एकजना माथि छ अहिले आउँदैछ त्यो यो लडा हेर्नु यो लडामा झुन्डिन्छ। अब यो यत्रो भिड छ हो लड्यो भने ढाडहरू भाँचिन्छ। आइज खै म जान्छ अब एकछिन नतानी झन्डै घोप्नु पर्यो। अब चाहिँ हो यहाँदेखिको चाहिँ यहाँ तल सबै छ। यहाँदेखिको ऊ त्यहाँ पर देख्नुहुँदैछ नि यहाँ परनिर पुऱ्याउनु पर्छ हामीले एक ट्रिप चाहिँ पुऱ्याइसक्यो होइन। अब चाहिँ अझै एक ट्रिप छ पुऱ्याउनु। लु गाइस हैन अब चाहिँ हामी खानाहरू सबै खाइ पनि सक्यो। अन्त अब चाहिँ यहाँ सुन्तलामा मल हालेर अनि यहाँ माथि अलिकति खन्नु पनि छ हो। यता लिएन यता पल्टन अहिले चाहिँ हामीले हो बारीमा मल हाल्दैछ। मल हालिसकेर चाहिँ खन्ने हो। अहिले चाहिँ हामीले तल सक्यो हो। अब यहाँ मल छरिसक्यो। अब यहाँनिर अब खन्नु आँटेको हामी अब हामीले चाहिँ यहाँ मकै रोपिसक्यो हो। अब माथिल्लोपट्टि गएर धेरै मकै नै रोप्ने हो। अब माथिल्लोपट्टि भेटौँ। अब हामी माथि आइसक्यो हो। यो सफा गरिसकेर चाहिँ हामी खनेर बारी खनेर त्यहाँदेखिको मकै रोप्छ। अब चाहिँ हैन गाइस हामीले यता कामहरू पनि सकिसक्यो। मकै रोप्नु थियो अनि अदुवा रोप्नु थियो। अदुवा त होइन हल्दी कालो हल्दी पनि है कालो हल्दी र कालो हल्दी पनि रोप्नु थियो। नर्मल हल्दी नर्मल हल्दी पनि रोप्नु थियो। अन्त अहिले चाहिँ सबै रोपिसक्यो हो। अब चाहिँ हाम्रो पनि छुट्टी भयो। हेर्नु सक्नुहुन्छ रिजल्ट यति डल्लै हो होइन। अन्त तपाईँहरूलाई आजको हाम्रो सानो बढी मिनी ब्लग कस्तो लाग्यो होइन कमेन्ट गरिदिनु होला। अनि जो पनि हाम्रो च्यानलमा नयाँ आउनु भएको छ अनि उनीहरूले पनि हामीलाई सपोर्ट देखाइदिनु होला। लाइक कमेन्ट सेयर फलो सब्सक्राइबहरू सबै गरिदिनु होला।